भनेको चाहिँ एग्रिकल्चरको लागि चाहिँ एउटा इम्पोर्टेन्ट नीति हो है। एग्रिकल्चर कृषि नीति 2061 अथवा नेसनल एग्रिकल्चरल पोलिसी भनेको चाहिँ 2004 भनेर भनिन्छ र यो राष्ट्रिय कृषि नीति 2061 चाहिँ गभर्मेन्टले भनेको चाहिँ 2061 साल मङ्सिर 8 गते चाहिँ एप्रुभ गरेको थियो। 2061 साल मङ्सिर 8 गते चाहिँ। त्यसपछि यसको पृष्ठभूमि भनेको ब्याकग्राउन्डहरू चाहिँ छन्। हामी चाहिँ सिधै यसको दृष्टिकोण भनेको चाहिँ भिजनमा जाऊँ है। यसको भिजन भनेको चाहिँ निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक एवं प्रतिस्पर्धात्मक कृषि प्रणालीमा चाहिँ रूपान्तरण गरी दिगो विकासको माध्यमबाट जीवनस्तर सुधार ल्याउनु कृषि क्षेत्रको दीर्घकालीन दृष्टिकोण रहनेछ भनेर चाहिँ भनेको छ है। यो चाहिँ व्यावसायिक र प्रतिस्पर्धात्मक बनाउने कृषि प्रणालीलाई र दिगो कृषि विकासको लागि चाहिँ भनेर यसको चाहिँ भिजन रहेको छ। यसको उद्देश्य भनेको चाहिँ एकदम इम्पोर्टेन्ट छ है। यसको चाहिँ 3वटा चाहिँ उद्देश्य अथवा अब्जेक्टिभहरूको चाहिँ छन् र त्यो 3वटै उद्देश्यहरू चाहिँ एकदम इम्पोर्टेन्ट छन्। यसको उद्देश्यमा चाहिँ व्यावसायिक एवं प्रतिस्पर्धात्मक कृषि प्रणालीद्वारा उच्च एवं दिगो आर्थिक वृद्धि हासिल गरी खाद्य सुरक्षा तथा गरिबी निवारणमा चाहिँ योगदान गर्ने भनेको छ। खाद्य सुरक्षा तथा गरिबी निवारणमा चाहिँ योगदान गर्ने भनेर भनिएको छ। अनि यसको पहिलो उद्देश्य भनेको चाहिँ कृषि उत्पादन एवं उत्पादकत्व बढाउने भनेको चाहिँ टु इन्क्रिज एग्रिकल्चर प्रोडक्सन एन्ड प्रोडक्टिभिटी भनिन्छ। त्यसपछि हाम्रो दोस्रो अब्जेक्टिभ भनेको चाहिँ व्यावसायिक तथा प्रतिस्पर्धात्मक कृषि प्रणालीका आधारहरूको विकास गरी क्षेत्रीय र विश्व बजारसँग प्रतिस्पर्धात्मक बनाउने भनेर भनेको छ। यो भनेको चाहिँ कमर्सियलाइजेसन र कम्पिटेटिभ कृषि प्रणालीको विकास गरेर चाहिँ ग्लोबल मार्केटमा चाहिँ कम्पिटिसन गराउने भनेर चाहिँ रहेको छ। त्यस्तै हाम्रो 3rd नम्बरको अब्जेक्टिभ भनेको चाहिँ प्राकृतिक स्रोत, वातावरण र जैविक विविधताको संवर्धन एवं सदुपयोग गर्ने भनेर चाहिँ भनिएको छ। हाम्रो राष्ट्रिय कृषि नीतिको चाहिँ टोटलमा चाहिँ 56वटा चाहिँ पोलिसीहरू अथवा नीतिहरू चाहिँ रहेको छ। 56वटा टोटलमा चाहिँ र यो पोलिसीहरू भनेको चाहिँ स्रोत साधनमा पहुँच भएका अथवा तुलनात्मक रूपमा चाहिँ न्यून पहुँच भएको दुवै समूहको कृषकहरूको लागि चाहिँ समेटिएको छ। र अनिखेर यो 56वटा पोलिसीहरू चाहिँ यो 3टा अब्जेक्टिभहरूमा चाहिँ डिभाइड भएको छ है। सुरुको हाम्रो अब्जेक्टिभ भनेको चाहिँ कृषि उत्पादन एवं उत्पादकत्व अभिवृद्धिमा चाहिँ हाम्रो 56 आउट अफ 56मा चाहिँ 26वटा पोलिसीहरू चाहिँ रहेको छ। 26 पोलिसीमा चाहिँ मेन भनेको चाहिँ स्थानीय सभ्यता तुलनात्मक तथा विशिष्ट अवसरको उपयोग गरी उपयुक्त कृषि प्रविधिहरूको विकास प्रसार तथा उपयोगबाट कृषि उत्पादन एवं उत्पादकत्व भनेको चाहिँ हाम्रो चाहिँ के गर्ने भन्दाखेरि चाहिँ कम्पेरिटिभ एडभान्टेज भएको चाहिँ लोकल क्रप स्पेसिसहरूलाई चाहिँ युज गर्ने भनेर चाहिँ भनिएको छ। अर्को भनेको वैज्ञानिक भूउपयोग प्रणाली भनेको चाहिँ साइन्टिफिक ल्यान्ड रिफर्म भयो। त्यस्तै अर्को भनेको चाहिँ उत्तर दक्षिण भनेको चाहिँ नर्थ साउथ हाइवेमा चाहिँ भनेको चाहिँ हाई भ्यालु क्रप, बढी मोल जाने क्रपलाई चाहिँ प्राथमिकता दिने र दुर्गम क्षेत्रमा चाहिँ हाई भ्यालु लो वेटको क्रपहरू, कम तौल तथा बढी मूल्य भएको वस्तुहरूलाई चाहिँ कृषि वस्तुहरूलाई चाहिँ प्राथमिकता दिने भनेर भनेको छ। त्यस्तै अर्को भनेको चाहिँ अतिवृष्टि, अनावृष्टि, रोग, किरा एवं दैविक प्रकोपको आकलन र कृषि राहत परिचालनको लागि चाहिँ सर्वे सर्भिलेन्स प्रणालीको चाहिँ स्थापित गर्ने भनेर चाहिँ भनिएको छ। त्यस्तै अर्को भनेको चाहिँ स्थानीय तहमा कृषकहरूको क्षमता सुधारका लागि कृषक तालिम कार्यक्रममा चाहिँ विशेष जोड दिनेछ। त्यस्तै अर्को चाहिँ यो भनेको चाहिँ एकदम इम्पोर्टेन्ट पोलिसीमा चाहिँ मेन्सन भएको कुरा हो, जुन भनेको चाहिँ कृषिका कार्यक्रमहरूमा चाहिँ वुमनको पार्टिसिपेसन भनेको चाहिँ 50% पुर्याउने भनेर भनिएको छ। त्यस्तै महिलालाई कृषि तालिममा चाहिँ घुम्ती तालिमको चाहिँ प्रवर्धन गरिने भनेर चाहिँ भनिएको छ। यो हाम्रो नेसनल एग्रिकल्चर पोलिसीमा चाहिँ हाम्रो चाहिँ महिलाको संलग्नता कृषि प्रोग्रामको लागि भनेको चाहिँ 50% पुर्याउने भनेको छ। त्यस्तै अर्को भनेको चाहिँ यो इम्पोर्टेन्ट पोलिसी भयो। त्यस्तै अर्को पनि इम्पोर्टेन्ट पोलिसी चाहिँ 18 नम्बर पोलिसी, जुन भनेको चाहिँ 4 हेक्टरभन्दा कम जमिन भएको फार्मरहरूलाई चाहिँ रिसोर्स पर फार्मर भनेर चाहिँ हाम्रो राष्ट्रिय कृषि नीतिमा चाहिँ भनिएको छ। त्यस्तै अर्को भनेको चाहिँ 4 हेक्टरभन्दा कमलाई रिसोर्स पर फार्मर भन्यो भने आधा हेक्टरभन्दा कम भएको फार्मरहरूलाई चाहिँ हामीले चाहिँ टार्गेटेड फार्मर भनेर चाहिँ भनेको छ। हाम्रो यो नीतिमा चाहिँ यो 0.5 हेक्टरभन्दा कम भएको फार्मरहरूलाई चाहिँ टार्गेटेड फार्मर अथवा प्रायोरिटाइज फार्मर भनेर चाहिँ भनिएको छ। टार्गेटेड फार्मर भनेर चाहिँ भनिएको छ।
टार्गेटेड फार्मर भनेको कस्तो फार्मरहरू हो भन्दाखेरि चाहिँ सिँचाइ सुविधा चाहिँ न्यून रहेको दलित, उत्पीडित तथा अन्य सीमान्त कृषकलाई चाहिँ हामीले चाहिँ लक्षित वर्ग अथवा टार्गेटेड फार्मर भन्छौँ। टार्गेटेड फार्मरहरूको लागि चाहिँ डिफ्रेन्ट पोलिसीहरू चाहिँ मेन्सन भएको छ। एउटा भनेको चाहिँ भूमि ब्याङ्कको स्थापना। भूमि ब्याङ्कको स्थापना गरेर चाहिँ भूमि ब्याङ्कको चाहिँ स्थापना गरिने भनेको चाहिँ छ। भूमि ब्याङ्कको स्थापना गरी चाहिँ स्थानीय निकायको सहभागितामा चाहिँ कृषि कार्यका लागि जग्गा किन्ने बेच्नेहरूका लागि खेतीयोग्य जग्गाको उपलब्धबारे सूचना साथै आवश्यक पर्नेलाई चाहिँ ऋणको पनि व्यवस्था गरिनेछ भनेर भनेको छ। त्यस्तै अर्को भनेको चाहिँ सार्वजनिक जमिनलाई चाहिँ लक्षित समुदायमा चाहिँ कबुलियतमा चाहिँ हस्तान्तरण गरिनेछ लक्षित वर्गहरूलाई चाहिँ। त्यस्तै अर्को भनेको चाहिँ साना सिँचाइका पूर्वाधारहरू जस्तै ढिकी पम्प, रोवर पम्प, स्प्रिङ्कल, डिप पानी सङ्कलन, वाटर हार्भेस्टहरूको पनि व्यवस्था जडान गरिने भनेको छ। त्यस्तै अर्को भनेको चाहिँ यहाँ चाहिँ खाद्य तथा पोषण सुरक्षा कवच भनेको चाहिँ फुड सेफ्टी न्युजको पनि विकास गरिने भनेर भनिएको चाहिँ छ। त्यस्तै हाम्रो चाहिँ अर्को भनेको चाहिँ व्यावसायिक र प्रतिस्पर्धात्मक कृषि प्रणाली भनेको चाहिँ हाम्रो चाहिँ दोस्रो नम्बरको उद्देश्यमा चाहिँ हाम्रो चाहिँ 23वटा पोलिसी चाहिँ छ। आउट अफ 56मा चाहिँ 23वटा पोलिसी चाहिँ हाम्रो चाहिँ व्यावसायिक र प्रतिस्पर्धात्मक कृषि प्रणालीको लागि चाहिँ विकास भन्नेमा चाहिँ छ। जसमा भनेको चाहिँ यो भनेको फेरि अर्को इम्पोर्टेन्ट पोलिसी भयो 29 पोलिसी, जुन भनेको चाहिँ डबल ट्र्याक सिस्टम हो। डबल ट्र्याक सिस्टम भनेको चाहिँ सरकारी फार्म केन्द्रहरूमा चाहिँ उपलब्ध स्रोत साधनलाई चाहिँ निर्धारित उद्देश्यमा असर नपर्ने गरी अधिकांश उपयोग गर्ने भनेको चाहिँ डबल ट्र्याक सिस्टम हो। त्यस्तै अर्को भनेको चाहिँ अर्ग्यानिक फार्मिङलाई प्रोत्साहन भनेको चाहिँ इन्करेज गर्ने र जेनेटिकली मोडिफाइड अर्गानिजमलाई चाहिँ नियमन भनेको चाहिँ रेगुलेट गर्ने भनेर भनिएको छ। त्यस्तै हाम्रो चाहिँ तेस्रो नम्बरको अब्जेक्टिभ भनेको चाहिँ प्राकृतिक स्रोत तथा वातावरणको संरक्षण, सम्वर्धन एवं सदुपयोगको अब्जेक्टिभमा चाहिँ भनेको चाहिँ 7वटा पोलिसी चाहिँ छ। 7वटा पोलिसी चाहिँ रहेको छ र यो 7वटा पोलिसीहरूमा चाहिँ जस्तै खेतीयोग्य जग्गाको खण्डीकरण, नियन्त्रण, वैज्ञानिक चक्लाबन्दीलाई स्थानीय सहयोग समेत व्यवस्था गरिनेछ। यस्तै धेरैवटा छ है पोलिसीहरू चाहिँ। अनि त्यसपछि यो कृषि नीतिमा चाहिँ पोलिसीहरू इम्पोर्टेन्ट पढे पनि यो अरू नीतिहरू पनि एकचोटि ओरिजिनल डकुमेन्टबाट चाहिँ सरसर एकचोटि हेऱ्यो भने पनि चाहिँ याद चाहिँ हुन्छ है। ओरिजिनल डकुमेन्टबाट चाहिँ यो सबै चाहिँ एकचोटि चाहिँ सर पढ्न चाहिँ पर्छ।